त मेरो ठिक छ यार माल रेडी छ पैसा लिएर आइया छ पैसा यार बाउको खल्तीबाट 1000 मात्रै चोरी हो दिनको दिन म तँलाई सित्तैमा खुवाउन सक्दिनँ आज त चोरेर ल्याएको यार तँले 1000 त छ आफू मात्रै पैसा दिनै पर्ने हो पैसा चाहिन्छ पैसा पहिला सुई हानौँ त्यसपछि पैसा सुई क्या मजा आयो यार पैसा छैन भोला खाने हो पैसा भोला खाने सधैँ बेलुका बेलुका मेरो छोरो हराउँछ कहाँ जान्छ होला मैले धेरै खोज्दा कहीँ भेटाइनँ आज मैले पत्ता लाएर छोड्छु आज यहीँ रहेछ नि त यिनीहरू त भाउ यिनीहरूलाई मैले खोज्दा नभेटाएकाहरू आज यहीँ रहेछन् भाउ किन यसरी हराउँछ सधैँ गल्ती भयो यस्तो आमा गर्नु गल्ती भएन। भयो छोरो त हेरमा समाजले पनि के भन्लान् समाजले पनि यस्तो छोरो आमा बाबाको जेबाट 1000 मात्रै लगेको छोरो के अरे हरायो भन्छन् यस्तोमा डिरिया छ भन्छन् हाम्रो के अरे परिवार पनि के भयो त इज्जत नरहने भयो गाह्रो भयो त मलाई त मेरो छोरो हो भन्न पनि लाज हुने भएको त गल्ती गर्नु म अर्कै संसारमा छु क्या अर्कै अर्कै संसारमा भए पनि जुन संसारमा भए पनि छोरा आज म घर लैजान्छु घर जाउँ यहाँ नबस आज घर मेरो साथी आउँछ अहिले अरू एक डोज खाएर जाने हो नै मेरो साथी घर बोलाउँ एक डोज घरै बोलाउँ अनि डोज लिएर साथी ए साथी नमस्कार नमस्कार ओहो यो मेरो छोरो भने उसलाई के भन्छ मलाई थाहा भएन सानो सबै हराउँछ गाउँलेले भन्छन् तेरो छोरा बिग्रिएछ कि अथवा तिम्रो छोरा बिग्रिएछ कि भन्छन् के भयो होला हजुर हेरिदिनुहोस् न के यति राम्रो मान्छे यहाँ आउँदा बाबु ल यहीँ बस न यस्तो मान्छे हिरो मान्छे तेरि यस्तो पनि हुन्छ के भयो साथीहरूले ड्रग्स दिए ए हो कस्तो ड्रग्स अर्कै संसार अस्ति आमाको छोरी हो हिजो बाउको 1000 छोरी हो खायो रिल्याक्स गरियो ओहो यस्तो राम्रो मान्छे अनि भर्खरको लाउँ खाउँ जस्तो उमेर भए मान्छे ल हेर त कति राम्रो कति ज्ञानी मान्छे अनि त्यो खानालाई धेरैजना छन् साथीहरू ग्रुपै छ नि हाम्रो हो ग्रुपै छ पुरा ग्रुप ए अनि आज बाबाको हिजो मम्मीको अब भोलि कस्तो खाने अब के गर्ने लास्ट भएन मैले काम गरेर पनि खाने नभए चोरेर ओहो चोर्यो भने त पुलिसले लान्छन् होइन कहाँ लाग्छ पुलिसले लान्छन् पिट्छन् दुनियाँभरि गर्छन् यस्तो काम हाम्रो गर्न हुँदैन संसार हाम्रो संसार नै फरक छ पुलिसको संसार फरक छ होइन हेर न मैले पनि खान्छु म डक्टर भए मैले पनि खान्छु तर खाना चाहिँ नाति मेरो अनि सुन न अब तपाईँ त मेरो साथी जस्तो भइसक्नु मेरो चाहिँ एकदम यति राम्रो मान्छे देखेँ अब खाना मन डक्टर हो तपाईँसँग म साथ गर्छु अब तपाईँसँग डेली आउँछु कुरा बुझ्छु अनि यति राम्रो मान्छे स्वास्थ्य बिग्रिनु भएन तपाईँको शरीर बिग्रियो पैसा गयो स्वास्थ्य बिग्रियो सबै कुरा हानि हुन्छ यस्तो खाने होइन नि खानु राम्रो हो त खानु राम्रो होइन अबदेखि खाने नखानु मेरो बाउको पनि गयो पैसा आमाको पनि गयो हो अब म कहिल्यै खान छ कहिल्यै नखाने कानसम्म चाहिँ अब म खान्न मेरो साथीहरूलाई पनि खाना म चाहिँ नखाऊ भन्छु एकदम मैले साथीहरूलाई माने सर माने हजुरलाई अबदेखि चाहिँ यस्तो गर्नु भएन फेरि चाहिँ हामी भेट्नुपर्छ नि ओके मसँग सर बेला बेलामा आउनुपर्छ नि अनि हजुरको घर चाहिँ कहाँनिर त्यो डाँडाको उतातिर पिपल रुख छ नि ठिक मैले देखेँ उहाँको घर तपाईँको घरमा आउँछु अब बेला बेलामा अनि हजुर र म चाहिँ बस्ने कुरा गर्ने अनि म जस्तै डक्टर बन्ने हुन्छ ओके सर म भन्छु मेरो साथीहरूलाई पनि अब म हो साथीहरूलाई पनि सम्झाएर खाना दिन्न म है सर